अजिङ्गरले युधिष्ठिरलाई पहिलो प्रश्न गरे, ब्राह्मण को हो? जवाफमा युधिष्ठिरले भने, जो व्यक्तिमा सत्य, दया, क्षमा, धैर्यता, दान र तपस्या जस्ता गुणहरू हुन्छन् त्यो नै वास्तविक ब्राह्मण हो। मानिस जन्मले होइन कर्म र गुणले मात्रै महान हुन्छ। अजिङ्गरले फेरि युधिष्ठिरलाई दोस्रो प्रश्न गर्यो। उसले सोध्यो, मानिसको सबैभन्दा ठुलो शत्रु के हो? युधिष्ठिरले जवाफ दिए, क्रोध नै मानिसको सबैभन्दा ठुलो शत्रु र लोभ नै मानिसको सबैभन्दा ठुलो रोग हो। अजिङ्गरको तेस्रो प्रश्न थियो, धर्म के हो? जवाफमा युधिष्ठिरले भने, जसले सबै प्राणीहरूको कल्याण गर्छ, सत्य र न्यायको मार्ग देखाउँछ, वास्तविक धर्म त्यही हो। अत्याधिक आसक्ति, लोभ र घमण्डले गर्दा वर्षौंसम्म अजिङ्गरको श्राप पाएर जंगलमा बसेका राजा नहुसले जब यस्ता सत्य र धर्मको कुरा सुने, उनको भयंकर अजिङ्गरको शरीरबाट उनी पुनः आफ्नो पुरानै शरीर लिएर लोकप्रिय धर्मात्मी र न्यायप्रेमी राजाको रूपमा फर्किए अनि खुसी हुँदै फेरि स्वर्गतिर गए।